मम्मीले किनिदिनु भएको चाउचाउ अस्ति नै क्या एरिनाको आमा बादल वर्षा बिजुलीमा नाच्यो भने नाच्देऊ त एकचोटि नाच्देऊ न ल त राम्रो नाच्नु हुँदो रहेछ त नि बहिनीलाई पैसा दिएको छु मिठाई खानु जाऊ यहाँ अनि मिठाई खाऊ ल आऊ के खाने भन त के खाने भन यो 10 को देऊ त यो कतिको आउँछ 10 रुपैयाँ कति आउँछ बुझ्नु मिठाई कति आउँछ 5 को एउटा हो अनि 5 को दुईटा ए देऊ न त 10 रुपैयाँको एउटा 5 को एउटा देऊ अनि 5 को दुईटा आउने देऊ न ल भयो ल मिठाई खानु ल डी सेक्टरमा छौँ पुरानो डी सेक्टरमा हाम्रो पुरानो डी सेक्टर हेर्न सक्नुहुन्छ यो चाहिँ हाम्रो पुरानो बाङ्गे बजार यहाँ हेर्नु कति फेरिसकिसक्यो अहिले बाङ्गे बजार यो कतिलाई याद छ होला यहाँ चाहिँ यता चाहिँ सबै दोकान थियो पहिला अहिले चाहिँ यहाँ पानी उयो छ यो बनाएको छ भवन सबै यता चाहिँ पहिला पसल थियो यहाँ ग्यास पड्केर आगो लागि आएको थियो एक्चुअली कतिलाई थाहा छ हेर्नुहोस् त यहाँ यही उयोमा हो ठाउँमा बाङ्गे बजार कस्तो बजार लाग्थ्यो पहिला अहिले त हेर्नु त सुनसान छ सुनसान हेर्नु सक्नुहुन्छ पुरानो यो सेक्टरमा चाहिँ यस्तो बारबेर लागिरहेछ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ सबै बिरुवा रोपिरहेछ गाई चाहिँ हेर्नु सक्नुहुन्छ पुरानो यो सेक्टरमा चाहिँ जे सेक्टरतिर हेर्नु सक्नुहुन्छ यता फेरि हाम्रो 2 बजीबाट प्रोग्राम सुरु हुँदैछ यो चाहिँ हाम्रो पुरानो सेक्टरमा हुँदैछ है गाइस 2 बजीबाट सुरु यो मन्दिरमा प्रोग्राम छ जस्तो छ देख्न सक्नुहुन्छ यहाँ चाहिँ मन्दिर भित्र पहिला यहाँ चाहिँ मन्दिर छ अहिले मैले बाहिरबाट देखाउँदैछु गेटमा ताला लागेको रहेछ र बाहिरैबाट देखाउँदैछु म यहाँ चाहिँ पहिला सेक्टर के को बिजन घारी थियो र यहाँ अहिले एउटा घर पनि बनिसकेको रहेछ घर भन्दा पनि एउटा धार्मिक स्थल हो यहाँ चाहिँ पुरानो सेक्टर के सेक्टरको बिजन घारी थियो यहाँ सिसौ घारी रुखै रुख थियो अहिले यसरी घर बनाइएको छ र जङ्गल पनि छ यता
सानो भाइले ल्याइरहेको रहेछ आँप साँप। कुन आएको भाइ यो चाहिँ? तिम्रो घर कहाँ हो? 2मा। तिमीले लिएको? तिमी र को आएको? ए मम्मी ए आउनु भएको बेच्दै? कसरी किलो छ यो? 100 रुपियाँ किलो छ होइन? हुन्छ यो चाहिँ केकोडुङ, पुरानो केकोडुङ गाइज। कतिलाई याद आयो होला। अहिले चाहिँ यहाँ फेरि टक्क गुम्बा बनाउँदै हुन्छ यता साइडमा चाहिँ इट्टाहरू राखेर चट्ट इट्टाहरू राख्नु भएको छ। म यहाँ पर गर्दै हुन्छ काम। क्याम्प पनि धेरै डेकोरेसन भइसकिसक्यो, डेभलप भइसकिसक्यो। डेभलप हेर्नुहोस् त, इट्टा लगाएर टक्क वालछल। यो चाहिँ हाम्रो केकोडुङ गाइज। उता फेरि बालुवा छान्दै हुनुहुन्छ। तपाईँहरूले ठेक्का लिनुभएको अङ्कल यहाँ कि हाजिरामा गर्नुभएको अङ्कल? ठेक्का लिनुभएको? कहाँ हो र हजुरहरूको घर चाहिँ? आयाबारी हो? ए हुन्छ। कम्प्युटर क्लास हेर्नु सक्नुहुन्छ गाइज। कम्प्युटर क्लास त्यस्तो छ दामी बाबा। म चाहिँ पुरानो डी सेक्टरमा छु, पुरानो डी सेक्टरमा। यो चाहिँ डी हो, डी सेक्टर पुरानो डी। यहाँबाट यो पनि पुरानो डी हो। यहाँबाट चाहिँ पुरानो के सेक्टर पुग्नुहुन्थ्यो पहिला चाहिँ। यो बाटैबाट टक्क के सेक्टर पुग्थ्यो। अहिले यस्तो छ, यो पुरानो डी भयो। यो बाटो टुङ्गिने बित्तिकै के हेर्नु सक्नुहुन्छ त्यस्तै छ। ओए अभिषेक, के हो तेरो हालत यस्तो? कहाँ गएर आएको त? तिमीहरू स्कुल छुट्टी हुने बित्तिकै पौडी खेल्छिस्? अनि घरबाट? आमा तल त लुगा त खतरा लगाइसिस् त, साँपको जस्तो। दाजुले हेर्नु कति छिटो काम गरिदिइरहनु भएको छ। यो चाहिँ हाम्रो रुन्चे डाँडा। यहाँ चरा बाइकले किल्चेर मरेको छ तत्कालै हालैमा चाहिँ। बाइकले किल्चेर चरा फाँक हेर्नु सक्नुहुन्छ। बिचारा चरै गाँडो भयो त। अनि गाइज यस्तो भएर चाहिँ आन्द्राभुँडी प्याट हेर्नु बिचारा तडपिरहेछ, प्याक प्याक तडपिरहेछ। अहिले कसरी बचाउनु? बाँच्दैन पनि। माउ चाहिँ यहाँ छ, यहाँ हेर्नु त। माउले चाहिँ बिचारा चल्ला खोजिरहेछ। हेर्नु सक्नुहुन्छ है, माउले बिचारा चल्ला खोजिरहेछ। हेर्नु त, बोकेर गयो एउटा भाइ त। स्कुलको गाडी आउँदैछ है गाइज, स्कुलको गाडी। हाम्रो क्याम्पको त्यस्तै छ है नजरा।
हाम्रो रिफ्युजीको नजारा यस्तै छ यहाँ के चेन्ज भनेको छैन हैन जस्तोको त्यस्तै छ जस्तोको त्यस्तै नेभर चेन्ज भने जस्तो के हाम्रो मङ्गलबारे डाँडाको नजारा हाम्रो यहाँ फेरि पुष्पा अङ्कल कति वर्ष पुगिसक्नु भयो तपाईँ त आम्मा बुढो हुनुभयो होला नि कति पुग्नु भयो हजुर हजुर 65 अहिले कहाँ बस्दै हुनुहुन्छ कहाँ पारी सचिव घरमा छेउमा छ घर को गएको छ तपाईँहरूको विदेश आफन्त सबै को गएको छ रक्सी खानु छोड्नु भयो होला अहिले रक्सी नखानु तपाईँ आमा अस्तिसँग सुनिदिनु भएको थियो के भन्नु त यत्रो बुढो हुनुभयो त पचाउनु पनि सक्नुहुँदैन तपाईँले रक्सी विदेश जानु पाइँदैन होइन अब के तान्ने कुरा भएको छैन ए केही पो छैन बाई मिस्टेक भुटान फर्कायो भने जानुहुन्छ लग्यो भने यहीँ बस्ने हुन्छ धन्यवाद 4 को गाडी आइसक्नु भएको छ 4 को गाडी तपाईँहरूलाई चाहिँ जति सक्दो हामी डेली भ्लग देखाउने कोसिस गर्दैछौँ यहाँ चाहिँ हाम्रो कमल सरको घरमा के रहेछ गुन्नु चोलो रहेछ हाम्रो नानीहरूको गुले चिन्यो हामी चाहिँ तपिसलाई स्कुलको छेउको दमकल ओल्ड इज गोल्ड अहिलेदेखिको होइन दमकल यो बाटोको भने चाहिँ सिधै तपाईँहरू सिलगढी निस्किनुहुन्छ यता पछाडिको बाटो जानुभयो भने चाहिँ ग्राउन्ड निस्किनुहुन्छ हेर्नु सक्नुहुन्छ यहाँ यहाँ त भोगटे पो फलिरहेको छ त कति यत्रो भोगटे यो चाहिँ दही चिउराको मासु आजको के को मासु यो चाहिँ ए असार 15 नि आन्टी के को यो चाहिँ असार 15 को भैँसीको कति ल्याउनु भएको